गाइस फेरि पनि स्वागत छ मेरो मिनी भ्लगमा हजुरहरूलाई। अनि अहिले चाहिँ म बजाङमा छु। हिजो पुगे म चाहिँ घर। अनि अहिले चाहिँ यहाँ म यता डाँडातिर छु। यहाँ केटाहरू मेरा नाना मुलाहरू यहाँ गरिरहेछन्। अनि यहाँ टक्क खिसी हेर्न सक्नुहुन्छ। उता चाहिँ बाँदर आएको छ हैन। अहिले चाहिँ हामी त्यो बाँदर खेदाउन जाउँ सोच्दैछौँ। फेरि चुड्न आएपछि के हुन्छ भन्ने हो है। चुड्न पनि आउँछन् यहाँको बाँदर। पुरै गाउँसौँ खाएर सकिसक्यो यहाँको। यो गाउँ यति हरियो छ। त्यही पनि हो, त्यही पनि भ्यू बबाल छ। अनि टक्क भ्यू सु हेर्न सक्नुहुन्छ। आज चाहिँ हामी कहाँ जाउँ भन्दाखेरि आज चाहिँ म सोच्दैछु केटाहरूलाई खोला आज पाँडे माछा मार्न जाउँ सोच्दैछु। के हुन्छ मेरो खुट्टा अलि दुखिरहेको छ, त्यही अलि हिँड्न सकेको छैन। कल्की आज भनेको यही हो मेन रोल भने माछा मार्न जाने भन्ने। मलाई चाहिँ आउन माछा मार्न। आज जाउँ कि नै माछा मार्न? जाउँ भने चाहिँ हामी खाना खाएर जान सक्छौँ माछा मार्न। त्यही हो। अनि पछाडि चाहिँ मेरो साथी पनि हेर्न सक्नुहुन्छ। के हो साथी, केही बोल न। मेरो साथीलाई सबैले माया गर्नु होला। अरू अब हामी माछा मार्न जाँदैछु होइन। अनि त्यही भएर माछा कति माछा मार्ने प्लान छ? मलाई त आउनु माछा मार्न। आज तैँले मार्नुपर्छ माछा। अनि पछि हामी माछा कति मार्यो भनेर देखाउने छु। एकछिन चाहिँ अझै छिटै धनगढी फर्किँदैछु। अनि मलाई त्यही हिजो 2टा विषय लाग्यो गाइजहरू है। 9 क्लासमा अब सायद ब्याग दिनको लागि जानुपर्ने हुन्छ। यो गाइज अब ठिकै छ। न ढिलो गएपछि यहाँ कोही रुन्चेहरू धेरै रुन्छन् मात्रै। त्यही मैले छिटो नै जानुपर्ने हुन्छ। योभन्दा अलि माथि डाँडोमा जाँदैछौँ। अनि यहाँभन्दा अलि माथि डाँडोमा जानुपर्छ। अनि म हिँड्नै सकिन्न उकालो चाहिँ धेरै। अनि आज चाहिँ हामी माछा मार्छौँ होइन कल्की? कति माछा मार्छौँ भन्ने हो आज। गोरु भाइले एउटा गोरुवाला भाइले चाहिँ मैले उता पठाएको छु मोबाइल चार्जर हालेर। म तेरो गोरु हेरिदिन्छु भनेर माथि हेर्छु। बाँदर खेदाउन जाउँ भन्ने हो। फेरि म एक्लै जान्न, यिनीहरू जाँदैनन्, म एक्लै चाहिँ जान्न है। किनकि बाँदर चुड्छन्। चुडेपछि त हेर केटाहरू फेरि भालु कसरी चुड्छन् त्यस्तरी चुड्छन्। अनि यहाँ चाहिँ अब लाली गुराँस पनि आज काफल सकिनै भन्ने हो। काफल उता त्यहाँ हो, त्यो वनमा हो क्या काफल पाइने चाहिँ अलिअलि। त्यहाँ फेरि अस्ति भालु आछ अरे। फेरि भालुले चुडेपछि त हेर केटाहरू गाह्रो हुन्छ नि, हो कि नै? त्यही हेर भालु नजाउँ होला। त्यही हेर तिरखुरा पनि पाकेको रहेछ क्या। अब कोले खानु भएको छ होइन, पहिला खान्थेँ म यता हुँदाखेरि। अलिअलि लागेको रहेछ, खाइदियो ल। होइन मिठो छ गाइज एकदम। पहिला पाहाडमा हुँदाखेरि खान्थ्यौँ हामी यो 3-4 वर्षपछि खायो भने बवाल छ। अनि यहाँ ऐसले पनि पाकिया हुन्छ तर अहिले हुन्न। गेटकोतिर त्यही हो। यहाँ पसिसकेको रहेछन्। हेर्न सक्नुहुन्छ यहाँदेखि त नदेखेला बाँदर। त्यहाँ छन् त्यो जमिनमा छन् कि त्यो रुख छ नि, त्यहाँनिर चाहिँ बाँदर आछन् कि धेरै। ज्यादा कुकुर लगायो नि तेरो कुकुर कल्की। कहाँ जाउँ? त्यहाँ माछा मार्न जाने भने होइन? बाँदर खेदाउँ क्या एकछिन। अहिले खेदाउन त्यही पनि यार हुन्छ नि यार। बाँदर के खेदाउन? मेरो जमिन छ यहाँ होइन, सब जमिन यसले लगाएको छ, सबै जमिन मेरो। अनि अब मैले केही गर्नु पऱ्यो परेन नि। अब एकछिनमा हामी खाना खाएर चाहिँ माछा मार्न जान्छौँ होइन। खाना यसो घरतिर जाँदैछौँ। ए आऊ केटाहरू, ए कल्की आइज। अनि खाना खाएर चाहिँ अब कहाँ जाने के गर्ने आज भन्दा फिक्स हुन्छ। म भन्ने छु आइज, म भन्ला नि त छिटो आइज। यसको गर्लफ्रेन्डले कल गरेको रे। अनि मलाई भन्दा भयो मलाई बोल्दै मलाई, म किन बोल्ला? नाइ म केही भन्दैन भाइ। तीहरू मैले त्यति पागल बनाइदिन्छन् हो कि नै? आफ्नो गर्लफ्रेन्डलाई के भन्नु लाग्छ? आफ्नो नम्बरबाट म के भन्नु भनेर सताउन लाग्छ। हेर यस्ता त छ नि अपराधीहरू। ओह्रालो छ। म चाहिँ अब घर पुग्दैछु। घर हेर्न सक्नुहुन्छ बबाल छ। यो चाहिँ मेरो घर हो। यो भैँचालोले भात खाएको थियो। त्यही हो क्या। एउटा केटीलाई यो डराउनु लाग्छ कलमा। यो को भन्छ त्यो? भन को आज यति सानो उमेरमा के बोल्छन्? यी 2टा मेरो बड र बाछो गाई नेसनल एनिमल चाहिँ यता छ। मार्छ यार यो मलाई। फफा गरिरहेछ कतिलाई। अर्को यो त तर्किन्छ, खतरा जुत्तिन्छ नि। हेर न बवाल छ। त्यही हो। अनि मेरो चाहिँ घर हेर्न सक्नुहुन्छ पुरै रुखै रुखले भरिएको छ। यतातिर चाहिँ उ भएको छ चाहिँ मेरो घर है। त्यो चाहिँ हिजो चाहिँ मेरो 2टा कुखुरा चाहिँ हिजो राति केले पो खाइदिएको छ कि खोरमै।
फालिसक्यौँ अनि यता चाहिँ धारो छ अनि उता चाहिँ रुखै रुख छन् हेर्न सक्नुहुन्छ वरिपरि रुखै रुख घामै आउन घरतिर खाइसक्यो अहिले खाना खाएर म यति बसेको छु यहाँ घरनिर अनि माछा मार्ने कल्की चाहिँ आफ्नो घर खाना खान गएको छ अब ऊ एकछिनमा आयो भने चाहिँ माछा मारिन्छ गाई चाहिँ मलाई चाहिँ आउन माछा मार्न एक्लै म चाहिँ मार्दैन है यो अब एकछिनमा रोकौँ आउँछ कि नै म त आज घरमा के गर्यो त्यो देखाउने छु गाइस कल्की पनि आइसकेको छ अब हामी चाहिँ माछा मार्न जाँदैछौँ म मेरो भाइ र कल्की चाहिँ ऊ त्यो अगाडि छ हेर आज कति माछा मार्छ भाइ होइन ठुलो माछा हुँदैन सानो सानो माछा हुन्छ सानो सानो त्यो माछाको नाम चाहिँ के पाडे माछा हो कि आडे माछा हो त्यो के माछा हो त्यो गएपछि थाहा भइहाल्छ सो लेट्स के हुन्छ हेरौँ है त होइन अहिले हावाहुरी चल्दैछ पुरै पानी पर्ला जस्तो भएको छ चिसो धेरै छ यहाँ अब के हुन्छ भन्ने हो को देउडा लभर सो गाडी त गएपछि भन्नुपर्छ हामी चाहिँ मेरो साथी पनि भेटिसक्यो अझै जाँदैछौँ हामी होइन कहाँ जाँदैछौँ भन्नु माछा भन्न त्यो हजुरलाई थाहा नै होला अब यही हो मान्ने मलाई चाहिँ थाहा छैन त्यो माछा कसरी जान्छौँ मैले छोडाएको छु तिनचोटि हो त्यसले चाहिँ ड्राइभर हुने सोको रहेछ होइन यसको परिवारले चाहिँ अब ड्राइभर हुन नदिने रहेछन् त्यसलाई ड्राइभर चाहिँ यसो भन्नु होला होइन नम्बरसम्म छोडिदिन्छु म सब आउँछ यसलाई जिप चलाउन ट्र्याक्टर चलाउन अरू के चलाउन आउँछ जिपले ट्र्याक्टर त्यस्तै हो गाइस हेर्नु न अहिले सो त्यही हो कति माछा मारिदिने आज भन् त 1 केजी अब त्यो खोलामा पाइने माछा नाम के हो भन्दा म बिर्सिदिएँ क्या पाडे माछा होइन ल आज हामीले चाहिँ पाडे माछा खाने प्लानमा छौँ मेरो लागि चाहिँ आज आफ्नो काम नभएर आएको छ अर्को नयाँ केटाहरू भेटिया छन् 2-4वटा मेरा यहीँ गाउँका केटाहरू हो चलाइराख अनि अर्का नयाँ दोस्त चाहिँ माझा चाहिँ होस् कति माछा मर्छन् म हजुरहरूलाई देखाउने नै छु र यहाँका माछा पाडे माछा हुँदै यहाँ पाइने होइन खण्डा दोस्त यहाँ माछा पाइने नाम पाडे माछा हुँदैन ए ल अझै दोस्त यहाँ पाला चाहिँ यही हो तर पानी छ कि नै भन्ने हो म चाहिँ धेरै समय जाइदियो नि हावा सावा लागिरहेको छ सरर केटाहरू आज गर्दैछन् यही हो क्या पुरै बाढी हेर बाढी आएर जस्तो भएर रहेछ बर्खा चाहिँ अब हेरौँ हुन्छ भन्ने यहाँ खोज्दैछन् अब म चाहिँ यिनीहरूको पछाडि जाने हो भिडियो बनाउने हो मलाई चाहिँ आउन माछा मार्न अब यहाँ हामी चाहिँ अब आज ट्रेडिसनल हिसाबले गाउँमा कसरी माछा मार्छन् भनेर भन्छौँ हेर्नु सक्नुहुन्छ पुरै यत्रो छ यहाँदेखि लड्यो भने चाहिँ ढाडसाड फुस्किन्छ होइन त्यस्तै हात हाल्छन् रे ढुङ्गा मुनि हुन्छन् रे माछा बढी जस्तो माछा ढुङ्गा मुनि हुन्छन् रे अब को माछा हुने ठाउँ चाहिँ यही हो अहिले पानी चाहिँ ऊ भएको छ हामीले उतादेखि निकाल्नाले अनि अहिले माछा यहीँ हुन्छ यही भित्र हुन्छ मेन यो र त्यो दोस्रो माछा मार्ने हामी यहाँ पानी उतादेखि आइसक्यो हावा चल्ला पानी भइसक्यो जस्तो भयो भने एउटा माछा चाहिँ हजुरहरूलाई म मार्केट देखाउँछु अनि त्यही हो एउटा माछा मारिसकेको छु त्यो बुझ्ने बेला सानो छ माछा ओए ठुलो रहेछ यार तर यो खोलामा हुनुपर्ने चाहिँ यो सानो हो त्यही पनि अलिक ठुलो नै छ देखाउने छोड मासु एउटा मासु हो यो चाहिँ पहिलो मासु हो माथि हातमा ल्या त हाल्न लाग्यो यी गाइज मासु है पहिलो मासु हाम्रो अझै पनि मार्न बाँकी नै छ ल राख्दै त्यसलाई यो भागो लाथी त्यही हो अब फेरि मार्न जान्छौँ हामी मासु मर्दैन अहिले आउँछु नि म गाइस फेरि हेर माछा कहाँ छन् कल्कीले चाहिँ एउटा माछा मार्यो है माछा पौडी खेल्दैछ ऊ सो गाइस कोले देख्नुभयो माछा चाहिँ पौडी खेल्दैछ नि यताउति गइरहेको छ यो ढुङ्गा मुनि ए ठुलो छ यार
दुईटा तिनटा 1 घन्टा 3टा यो पौडी खेल्न आछन् माछा चाहिँ है। सो गाइस त्यही आजै माछा मर्ने जस्तो त केटाहरूले गर्दा धेरै लगभग 8-9वटा माछा मारिसकेका छु। सानो सानो छ तर अझै नै हामी मार्ने कोसिस गरिरहेको छु। केटाहरू लागिरहेछन् पुरै माछा मार्नको लागि। यो दुलोभित्र चाहिँ धेरै माछा छन् रे अनुमान गरेको छ मेरो साथीहरूले। खोला भएर चाहिँ सानै माछा हुन्छन्। त्यो पारीको त्यो गाड छ नि त्यो गाडमा गएर चाहिँ ठुलो ठुलो कर्णालीको जस्तै माछा पाइन्छन् होइन त। यहाँ चाहिँ अलिक त्यस्तै सानो माछा पाइन्छ। त्यहाँदेखि कति माछा मिठो हुन्छ यहाँको त्यो माछाको नाम चाहिँ पाँडे माछा। हामीले चाहिँ माथिको अहिलेको ठाउँमा चाहिँ लगभग 16-17 माछा मारिसक्यौँ। अनि अब चाहिँ हामी अझ फेरि अर्को ठाउँ खोज्दै जाँदैछौँ तलसम्म। हेरौँ कति माछा मर्ने छ अनि सबै देखाउने छु म हजुरहरूलाई। बाटो त एकदम अप्ठ्यारो छ यहाँदेखि लड्यो भने ढाड ठुस्किने हो। अब हेरौँ कति माछा मर्छ। हामीले चाहिँ अहिले माछा मारिसक्यौँ। अनि केटाहरूको चाहिँ गोरुहरू आयो त्यही भएर चाहिँ अहिले मार्ने थियौँ। ढिलो भएका चाहिँ मारेनौँ। अब चाहिँ हामी त्यो डाँडोमा पुगेपछि चाहिँ माछा देखाउँछु। एकचोटि ऊ दोस्तले पुरै एक मुठैभरि निस्कायो माछा रहेछ नि। तर अहिले केटाहरूका गोरुहरू आयो अहिले यता बारीमा गएपछि फेरि त्यही गाली खान्छ माथि ढोलायो ढोल। त्यही हो गाइस। अब त्यही माथि गएपछि म कति माछा मारेँ पत्रा चाहिँ देखाउने छु। माछा मारिसकेको छु। हाम्रो माछा चाहिँ हेर्न सक्नुहुन्छ यता है कति धेरै छन्। 1 2 3 4 5 6 7 8 9 10 11 12 18 19 जति छन् टोटल माछा मार्नेवाला चाहिँ ऊ हो। दोस्त भन त केही। भाइहरू सब बसिया छन् यहाँ। केटाहरू दाउरा सारा खोज्दैछन्। अब एकछिनमा हामीले यसलाई चाहिँ पोलेर खानुपर्छ अनि घर जानुपर्छ। माछा चाहिँ सानै हामीले चाहिँ माछा साछा पोलिसकेको छु। टक्क लाएर अब चाहिँ खानुपर्ने हुन्छ। बाँच्नु त अलिक मिठै आएको छ है। तर यहाँको पाहाड जस्तो सानो माछा मैले खाएको छैन। खै एकछिन अब ट्राई हान्नुपर्छ। एकछिन केटाहरू फेरि यो सबै खायो होला फेरि गम्मै खाइदिने हो नि हामी त। त्यही त यसको टेस्ट कस्तो होला लाग्छ भन्छ तँलाई अनुमान गर्न। बबाल मस्त आइरहेछ बास्ना। अझै खानुपर्छ हामीले है। अझै खानुपर्छ है। सबै खाइदिउँ क्या खानु परिरहेको छ। कस्तो छ माछा राम्रो छ बेस्ट छ यार। बबाल छ माछा। त्यसको काँडा चाहिँ नहुने रहेछ। ए भन् त कस्तो छ माछा बबाल कस्तो छ कल्की राम्रो रहेछ एकदम राम्रो छ यार माछा। जे पनि गाउँको माछा चाहिँ राम्रो हुने रहेछ गाइस। आजको भ्लग चाहिँ यस्तै भयो। माछा साछा मार्यौँ खायौँ अनि हजुरहरूलाई कस्तो लाग्यो भन्नु होला। अनि त्यो दोस्रो चाहिँ माछा मार्दा चाहिँ ज्याकेट भित्तिर अझ हामी घर जानुपर्ने हुन्छ किनकि मौसम हेर्नु सक्नुहुन्छ उता अब पानी पर्ने जस्तो बाटो कालो कालो भइसकेको छ। अब चाहिँ हामी घर जानुपर्ने हुन्छ। सो त्यही गाइस सबैजनाले सब्सक्राइब गरेको छैन भने सब्सक्राइब गरिदिनु होला। अब चाहिँ नेट कारणले चाहिँ डेली भ्लग आउन पाउँदैन त्यसको लागि सरी। सो गाइस त्यही हो। अनि अर्को भ्लगको लागि वेट गर्नु होला। बाई बाई गाइस।